हेलो हेलो एन्ड नमस्ते साथीहरु के छ तपाईलाई यो चाहिँ आरजे सन्देश वनतिर हिँड्ने आज नि होइन म्यान भर्सेस वाइल्ड विथ सन्देश इन उत्सव भाइ सारे वनमा डढेर ल्याएर सुकेका रुखहरू माथि टुप्पोसम्मै जलेको अवस्था रहेको छ लास्ट नदेखि नै डढेलले गर्दाखेरि हाम्रो जङ्गलमा कतिको क्षति पुग्छ भन्ने कुराको एउटा सानो इक्जाम्पल मात्र हो लास्ट इयरमा त बगाल थियो नि जङ्गल त हरियाली यो हाम्रो यहाँको टप वन छिर्ने यसलाई फरेस्टर पनि भन्ने गरिन्छ हाम्रो लोकलहरूले यहाँदेखि हाम्रो गाउँ चाहिँ यो पुरा फैलिएको छ सुन्दर छ मनमोहक छ द्याट्स राइट एकदमै राम्रो छ देखिन्छ गर्मीको लागि गर्मीमा शीतल ताप्नको लागि आउने यो एकदम वान अफ द बेस्ट ठाउँ मध्येको एक हो यो यहाँबाट अलि उता जाने भने सेतोपर भन्ने ठाउँ छ त्यहाँ क्याम्पिङ स्पट पनि भनिन्छ त्यसलाई होइन एकदमै राम्रो छ त्यहाँ क्याम्पिङ गर्नको लागि सुकिन्छ होइन त्यो त सुकिन्छ यो मसिनो हुने रहेछ विचार गर्थ्यो त्यो हुन्नकै लागि चाहिँ मान्छे माथि त पाइँदैन क्या अब किन्न पाइने हो लागि चाहिँ अलि माथि रहेछ सल्लाहको पनि सुरु भएको थियो ऊ त्यहाँ हेर्दै थिएँ ऊ त्यहाँ यो तन्तला घाममा तिमी शीतल छाया नेटभित्र छौँ हामी अहिले चाहिँ समस्या छ हजुर यता जान त पनि के भइसक्यो केटा यार वन फडानी गर्नु चाहिँ हुन्न तर एक दुईवटा दाउराले खासै फरक नै पर्दैन है होइन त नि टक्क यस्तो तिखो गराउने भालुको पेटमा घोच्ने प्याक होइन त नि कोर एरियाभित्र पर्छ यो ठाउँ चाहिँ कृषक स्थापितको कोर एरिया त थाहा भएन तर भालुको कोर एरिया चाहिँ यही हो त्यो त ठटाउने नि हुँदैन र केटा अहिले लिएर हिँड तर त बाङ्गिन्छ राख्दै राख्दै होइन सोधाउने हो नि सोधिन्न क्या नसोधेकै छैन अझै हामी कहाँसम्म पुगिन्छ भन्दैछन् त अलि उता पुगिन्छ अलि उता लगभग 15-20 मिनटको दूरीमा जानुपर्छ सच्चो भन्नलाई 15-20 किलोमिटर अझै उता गइन्छ हामी त्यसरी हो कि भन्ने भ्लगमा 15-20 किलोमिटर यता नभनौँ जस 10-12 किलोमिटर त हिँडिन्छ होला सायद बनाइस् जाउँ तँलाई एउटा खोजौँ मलाई अहिले काम गर्ने जस्तो देखियो त्यसले देखिन्छ खै कहाँ यो हामी हाल त कहाँ यो एकदम कोर जङ्गलमा आइरहेको छौँ यहाँबाट यता पनि मान्छेको बस्ती खै देखा परेको छैन तल हेर्ने भने तल बस्ती रहेको छ यतापट्टि यति मिलेको यति दामी छ यति दामी ठाउँ छ कि हाम्रो क्यामेराले त केही यसको 1% पनि यसको सुन्दरताको क्याप्चर गर्न सक्दैन तर शब्दमा पनि सकिन्न क्यामेराले पनि सकिन्न तर भावना यस्तो छ यसमा होइन भन्ने भने के छ अब यहाँ यस्तो राम्रो ठाउँ छ कि केही शब्द नै छैनन् कि यसलाई वर्णन गर्ने हेर्नु नि यहाँ धुपीका सल्लाहहरू यो लेकाली सल्लोका यस्तो तरिकाले मिलेर बसेको छ कि पुरै छोडिदिने यस्तो दामी छ जङ्गल ओपी यस्तो दामी छ ओपी एकदम दामी छ दामी यस्तो हो यसले बरु भ्यू ब्लग हानी यसलाई काट्नु पर्ने रहेछ यार रुख खडानी गर्नेमा खिलाफ त एकदम त्यसको एन्टी त एन्टी नै हो तर भए पनि यसले चाहिँ रियाक्ट हान्यो कि यो मादर चाहिँ त कहाँ यहाँ आएर बेचेर यस्तो राम्रो ठाउँमा है यति दामी ठाउँ छ यार यो आएर गर्थ्यो होइन एकदम राम्रो ठाउँ छ यो यसलाई कुनै एउटा खै के भन्ने यति दामी ठाउँ छ शब्दमा बोलेर सकिन्न अघि नै भन्ने अघि नै भनिसक्यो हामीले त्यसलाई दोहोऱ्याउने कुनै अर्थ छैन तुक छैन यहाँबाट ओहो यहाँबाट ठाउँ देखिने भनेको उहाँ देखिन्छ त्यो कुन भान्सा होला सायद त्यो कुन स्कुल हो त्यो देखिन्छ त्यहाँबाट भन्दा अन्त देखिँदैन यता पनि अब यस्तो वन छ यहाँबाट केही देखिन्न
यता पनि केही देखिन्न, हामी बिचमा छौँ। यहाँ यस्तो यो के एकान्त एकदम पिस ठाउँ के। यहाँ ऋषिमुनि आएर पहिलाका ऋषिहरूले एकान्तवास गर्थे भन्ने सुनिएको थियो कथामा, त्यो अहिले यस्तै होला जस्तो भन्ने हामीलाई आइरहेछ दृश्यमा। पाण्डव वनवास गएको यहीँ त होइन केटा? त्यो पनि हुनसक्छ, किनकि हामीले जमिन राखेको यही होला जस्तो लाग्छ। अब धेरै समय व्यतीत नगरिकन हामी आफ्नो मन्जिल अथवा गन्तव्यमा अघि बढौँ। मंजिल को भुला कर जिया तो क्या जिया। वाह, त्यही त। आँखों में तो देखो। हाँ ये मिठो वडा रहेछ नि। ओए भिडियो बनाइछस् ल अनि यहाँ कस्तो दामी ठाउँ छ नि है। ठाउँ त दामी नै हो। यो बस्नलाई चाहिँ एकदम दामी ठाउँ छ नि यार। यहाँ टक्क तेरो गुफा खोलियो क्या साथी भिडियोमा? अघि क्या पछिको गुफा त्यस्तो गर्नुहुन्न। अरे यहाँ भयानक ठाउँ छ कि यहाँ। ठाउँ त एकदम डरै लाउनु रहेछ भित्रभित्र झन्। एकदम यहाँबाट खै बाहिरको त बाहिर घाम लाग्छ नि, यहाँभित्र यहाँ अँध्यारो छ एकदम है। कस्तो ठाउँ होला, यस्तो चिसो कस्तो ठाउँ छ यो त यार एकदम होइन। अब बल्ल मलाई यहाँ भित्रभित्र हुन्छ, अब बल्ल सुरु हुन्छ। डर डर जस्तो देखिरहेछ फिलिङ। कस्तो आफ्नै आँखाले सिधा कस्तो डराइराखेको जस्तो अनुभूति गराइराखेको छ होइन। एक्कासी यस्तो ठाउँ आयो नि त, आफ्नै पाइलाले जस्तो होइन। एकदम यहाँ कस्तो एकदमै डरलाग्दो ठाउँ छ। एकदम साहसिक यात्राको लागि पनि यो होइन हुनसक्छ, हुन सक्ला। ठिक छ। सतुवा भेटिन्न थिएँ। पुरा खै झुक्केला जस्तो छैन। त्यहाँनिर चाहिँ किन्न गरिदियो। ओके कहाँका ढुङ्गा छ नि यस्तो यार। कहाँका ढुङ्गा चिन्त नि है। ढुङ्गा छ। सतुवा भेटेन हामी चाहिँ अब फर्किनु पर्छ यार। बाटो पनि नरहेछ कि यहाँ फेरि, त्यसले समस्या दिएछ हामीलाई। यहाँ खोर्से जस्तो देखिन्छ तर ठाउँ ठाउँमा। मान्छेको त बस्ती होइन होला। खै मान्छे हो कि अब के हो त्यो चाहिँ थाहा भएन हामीलाई। अलि अगाडि हो यो चाहिँ हरिब छ बाटो नि है। यस्तो जङ्गल छ यार, बाटो छैन यार। कि हामीले कहीँबाट मिस त हान्ने नला पक्की बाटो। बाटो भनिन्छ खै यो बाटो र अनि अर्को बाटो होला सायद। उजिन ढुङ्गा नि काट्थ्यौँ खै। अनि आएको कहाँ हो र? यहाँ तल हो। यताबाट हो कि जाने? त्यहाँबाट यताबाट गयो हुन्छ होला आइज। हामी त्यहाँबाट मिसगाइड भइयो जस्तो छ त। यो बाटोमा चाहिँ हामी तल हिँड्यो कि जस्तो लाग्यो कि बाटै छैन। बाटोभन्दा तल त बाटो माथि गएको थिएन क्या अघि त। रुख म देखाउँछु तँलाई। वेलकम टु फ्यामिली फ्रेन्डली भ्लग। हामी चाहिँ फर्क्यौँ है अल्तास न्युदेखि। धेरै यता अगाडि उजिन ढुङ्गो भन्नु। ए उदिन ढुङ्गोबाट लगभग 10-15 मिनटभित्र छिरिसके पछाडि हामीलाई सत्तुवा पाइएन।
एकदमै दुईजना मात्रै आउँदाखेरि अलि डर लाउने खालको कस्तो छ अब हेर्दै थाहा पाइन्छ यहाँ कस्तो छ। अनि यो न्यालो पाइने ठाउँ छ। अनि न्यालो पाइने ठाउँमा अब तपाईँलाई थाहा भएको न्यालो त बवाल रहेछ एकदम यार। जोखिम हुने ठाउँ हो न्यालो पाइने ठाउँ होइन। अमृत दाइ कहाँ गएको तिमी न्यालो छोडेर? अनि यहाँ हेऱ्यौँ हामीले तेरीमा खालि पाइते यहाँ न्यालोको वन छ कान्छामाले हामीलाई कहाँ लाएर गए केटाहरू त हामी कान्छाले त हामीलाई डुबाएको यहाँनिर त बेला ओहो उताको देखाएन है कताको माथितिर माथि देखाइन यार। यही हो क्या अब यही हो के अरे अब हाम्रो नियाला त जति नै छैन अरे त है। नियाला ल्याउने ठाउँ यो पो कान्छाले हामीलाई कहाँ लगाएर गयो। सत्तुवा चाहिँ जति खोजे पनि पाइएन अब। सत्तुवा चाहिँ हामीले जुटाउन सकिएन। चिनेन हो कि भन्ने कुरो नि आयो तर चिनिँदो होला नपाइएपछि कसरी चिन्ने। पाइएन भनौँ न देखिएन कि अब खै सानो हुन्छ बोट सानो हुन्छ भनेर हामीले उ गरेन कि खै भन्ने यार प्याकेट भ्यासम्म खोजेको नि त। द्याट्स इट। यति नै हो अब यति नै हो। यहाँ सत्तुवा टिपेर फर्किने भन्नाले अब खोज्न त गएको तर पाइएन अब हामी फर्केको अवस्था छ यहाँ। अब पानी पनि पर्न लाग्छ। आकाश धुम्मलिएको छ पुरा आकाशमा कालो बादलको रेखा बसिसकेको छ। यस्तो भइरहेछ हाम्रो यस्तो छ वन। डढेलोले आदि वन खाइराखेको अवस्था छ यहाँ। वनको सबैभन्दा हानिकारक चिज चाहिँ मलाई के लाग्छ भनेदेखि यो वनमारा र डढेलो वनलाई सखाप पार्ने यी दुई तत्त्वहरू हुन्। वनमाराले पनि पुरा ढाकिदिन्छ वन नै पुरा अब यस्तो उ बनाइदिन्छ एकदम कुरूप बनाइदिन्छ जङ्गललाई हेर्न सक्नुहुन्छ। अनि डढेलोले पनि यी आदि रुख जलिच्छ यो त यत्रा मोटा मोटा रुख छन्। यी सबै आंशिक रूपमा जलेको अवस्थामा छन्। यहाँबाट अब हामी जाने भनेको त यो डाँडोमा है यसलाई भन्छ राँराकोटको डाँडो। अनि यहाँ गएर हामी टक्क यहाँ बसेर खाजा खाइन्छ। अनि हामी घर गइन्छ। ल बाई। अब हामी सेल्टिमुरको बुटो देख्यौँ भने तपाईँहरूलाई देखाउने प्रयास गर्नेछौँ। ल राँराकोटमा पुगेको अवस्था प्रवेश गर्ने यो प्रवेशद्वार यो बान्नु चाहिँ यहाँ लगाएको पर्खाल है। यो पर्खाल चाहिँ यहाँको प्रवेशद्वार भनौँ न एउटा। यहाँबाट यति दामी देखिन्छ भ्यू। यो चाहिँ हाम्रो प्रसिद्ध धार्मिक स्थल। यो ढुङ्गा मुनि रहेको छ यहाँ ठुलो ओडार रहेको छ। त्यहाँ चाहिँ हाम्रो प्रसिद्ध धार्मिक स्थल राँराकोट रहेको छ। र यहाँ रहेको दृश्य यहाँबाट देखिने दृश्य अलौकिक अतुलनीय एकदमै बब्बाल। कुहिरोले ढकमक रुखहरूले घुम्को हालेको छ। एकदमै राम्रो छ दृश्य। हाम्रो सायद क्यामेरा पनि त्यति राम्रो नभएर होला यहाँ त्यति राम्रो आएको छैन तर पनि एकदम राम्रो छ यहाँबाट हेर्दाखेरि। ल हाम्रो राँराकोट एकदमै प्रसिद्ध धार्मिक स्थल। अझसम्म हामीले जे कुराकानी गरिरहेको छौँ राँराकोट भनेर यही हो हाम्रो राँराकोट। देख्दा भौतिक रूपमा राम्रो नदेखिए तापनि राम्रो त राम्रै छ तैपनि भौतिक रूपमा त्यति आकर्षक नदेखिए तापनि यो एकदमै धार्मिक रूपले एकदमै महत्त्व बोकेको शक्तिपीठमध्ये एउटा हो। हाम्रो एकदमै राम्रो यहाँ रहेको छ राजा र रानीको मूर्ति अथवा राँराकोट। एकदमै राम्रो र उच्च धार्मिक महत्त्व बोकेको ठाउँमध्येको एक। र यहाँबाट देखिने दृश्य कुन कविले वर्णन गर्न सक्छ होला यहाँबाट देखिने दृश्यको। सायद कुनै भाषामा पनि शब्द बनेको छैनन्। वा यहाँ हाम्रो साथी हुनुहुन्छ
वाह, अब तपाईँहरूलाई म दिल थाम के बैठे अथवा दिल बाँधेर बस्नुहोस्। अब यहाँबाट देखिँदैछ यति सुन्दर दृश्य। वाह, यहाँ ड्रोन सट लिने भने यो जतिको दामी ठाउँ कुनै छैन होला क्या, यस्तो बब्बाल ठाउँ छ। यहाँ त अझ मोटर बाटो पनि आइसकेको अवस्था छ। यति बब्बाल ठाउँ, लगभग यति चिसो छ ठाउँ, यति हावा लागिरहेको छ। गर्मीको मौसम, अहिले जेठको टन्टलापुर घाममा पनि यति दामी छ यहाँ, यस्तो हावा चिसो हावा चलिरहेको छ। गर्मी छल्नका लागि यो ठाउँ एकदमै उपयुक्त ठाउँ मैले मानेको छु। यहाँबाट देखिने दृश्य पहाडको काठमा बसेको यो बेरी गाउँ। कुइरोले ढाक्यो यार। कहाँ सन्देश हामी? कहाँ हो हामी? हामी सेतो बना अगाडि हुनाले यता सबै जताततै कुइरो लागेर यस्तो सेतो देखिन्छ पुरा उके धुवा उड्छ नि, त्यस्तो देखिन्छ। यस्तो स्पिडमा उडेर आएको छ होइन, क्यामेराले कतिको क्याप्चर गर्न सक्छ त त्यो छुट्टै कुरा, तर हाम्रो आँखाले देख्दाखेरि यस्तो स्पिडमा गइरहेछ। ठिक छ ल। सेतो गएर सेतै भयो यार। ड्याम केही कस्तो यहीँ छ कहिले आउँछ यहाँबाट? केही देखिने यार, पानी आउँछ एकदम झरेर ल्याए तल यार। फेरि खोला किनारमा लानु पर्यो। अझै यत्रो छ त यार, यता छ त नि क्या, दामी धेरै खाँदा जस्तो छ। लेकसाइडदेखि पर ए यहाँदेखि यस्तो दामी ठाउँ छ। यो डडेलोले गर्दाखेरि अलि केही हदसम्म यसको सुन्दरता खोसिएको जस्तो भान भए तापनि यसमा चाहिँ यहाँ चाहिँ एकदमै राम्रो ठाउँ छ। यो हामी अहिले कहाँ छौँ भन्दाखेरि एउटा भ्यू पोइन्टमा छौँ, जहाँबाट देखिने दृश्य अति नै मनमोहक, अति नै सुन्दर रहेको छ। यहाँबाट यस्तो भिड छ कि यति दामी भ्यू छ यहाँबाट। अझ मौसम सफा भएको अवस्थामा त यहाँबाट एकदमै एकदम स्वर्गिक आनन्द लुट्न सकिन्छ यहाँबाट। ल यो भिडियो हेरेर मैले ठाउँको पनि नाम भनिदिन्छु, राराइकोट भन्दा अलि यतापट्टि छ ठाउँ, त्यहाँ आउनु होला। एकदमै दामी छ, बब्बाल छ ठाउँ। हाम्रो गाउँ गैरे गाउँ, यहाँबाट यो दोबिल्ला यता रेसातिर जाने बाटो, काठेखोला गाउँपालिका। अलि यहाँ बादल लाएर कुहिरो लाएर अलि राम्रो भ्यू नआए तापनि एकदमै राम्रो छ। ओके, र हाम्रो राराइकोट जाने बाटो, राराइकोट भन्ने एउटा प्रसिद्ध भनौँ न, यो वार्ड नम्बर 7कै एउटा प्रसिद्ध धार्मिक पीठमध्ये एउटा, शक्तिपीठमध्ये एउटा हो होइन। अनि यो चाहिँ कस्तो भन्दाखेरि यसको किम्बदन्ती चाहिँ एउटा छ, तर त्यो मलाई चाहिँ ट्याक्क अहिले याद भएन, तर एउटा रोचक किम्बदन्ती छ। कतै कसैलाई थाहा भएको खण्डमा म भिडियो मार्फत प्रस्तुत गर्नेछु। आजलाई चाहिँ यी मनोरम दृश्यको अवलोकन गरौँ, हेरौँ। आँखालाई शीतलता प्रदान गर्ने यो गर्मीको खरमालो गर्मीको दिनमा आँखालाई शीतलता प्रदान गर्ने हाम्रै सल्लोका रुखहरू एकदमै राम्रो रहेको छन्। हेर्नुहोस् यहाँबाट ढक्क लाएर एकदमै उराठ लाग्दो वन
भन्थ्यो पहिला पहिला त्यस्तै खालको छ। यहाँ एक्लै जानलाई यहाँ छिचोल्नै सकिन्न, यस्तो दामी छ। हाम्रो साथी उहाँ पुगिसक्नु भएको छ, थकित अवस्थामा देखिनु भएको छ उहाँ चाहिँ। अहिले पानी पर्न पनि लागेको अवस्था छ। त्यसैले हामीले ढिलो नगरिकन हाम्रो गाउँको एकदमै महत्त्वपूर्ण धार्मिक स्थल रायकोटमा ढिलो नगरिकन हिँड्न लागेका छौँ हामी। ल यो भनेको सेतो पहर हो। लगभग बागलुङका धेरैजसो मान्छेहरूको ड्रिम क्याम्पिङ स्पट हो यो, ड्रिम डेस्टिनेसन। एकदमै राम्रो छ। यहाँ क्याम्पिङ बस्न पनि एकदमै राम्रो छ। यहाँबाट देखिने दृश्य पनि एकदमै राम्रो छन्। र यहाँ हामी एकचोटि क्याम्पिङ पनि गर्न आएको थियौँ, बबाल रमाइलो भयो। एकदम राम्रै हामीले गरेको होला सायद, यो एकदमै राम्रो भयो, बबाल राम्रो भयो। यहाँ हाम्रै फिरन्ते भाइले विषय फेर्दैछन् यहाँ। ल यहाँबाट देखिने दृश्य र केही बोल्न चाहनुहुन्छ हजुर? अनि त्यही हो, थाक्यो। अब हामीले सायद यो नै हाम्रो अन्तिम भ्लगको अन्तिम त नभनौँ, जस अन्तिम चरणमा आइराखेको छ। यहाँबाट देखिने दृश्य अति सुन्दरम। अब संस्कृत बोल्न त आउँदैन, तै पनि संस्कृतमा कुनै शब्द छ भने भनिदिनु होला। यति दामी ठाउँ छ, ओहो यस्तो राम्रो ठाउँ छ। यहाँबाट काली लाग्दो भिड छ। यहाँ यस्तो हावा लाउँछ, पुरै छोडिदिउँ। अब हाम्रो कोट आएको छ यहाँ, एकदमै राम्रो ठाउँ, अत्यन्त सुन्दर, मनमोहक, अति नै रमणीय ठाउँ स्थान। यो सानो एउटा मन्दिर जस्तो देखिए तापनि एकदमै महत्त्वपूर्ण ठाउँ हो हाम्रो लागि। यसलाई भनिन्छ माचकोट। पञ्चकोट मध्येको एउटा माचकोट, एउटा कोट माचकोट। यहाँ विशेष गरी विजया दशमीको 9 दिनमा नवदुर्गामा विशेष पूजा गर्ने गरिन्छ। यहाँ हाम्रो भाइ आउँदै हुनुहुन्छ यता।